आयो 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 भाग छिटो भाग ए सामान प्याक गर्न छिटो गर सामान उठा सामान छिटो उठा ओ उहाँ आउँदैछ उही पानी आउन लाग्यो फेरि बादल हुन थाल्यो फेरि के गर्यो हेर त यी छिटो परिसक्यो हेर त हिलो ए कहाँ गएको यता आउनु न ल ए आउनुस् के आउनुस् आमा कस्तो घाम हो आज त लास्टै घाम रहेछ छ्या ती धुवा हो कति धुलो हो ए यो मेरो ठाउँमा किन तैँले गरिस् यो मेरो ठाउँ हो मैले कति वर्षदेखि गर्दै आएको छु फेरि ओभरटेक यो सामान प्याक गुन्डा कस बाँकी हाल ल्याएर फेरि यो गाडी फेरि यही ल्याएर रोकिदियो तेरिका हिलो भयो के बाबु यहाँ तेरिका आज त खासै राम्रो व्यापार पनि भएन के गर्ने होला फेरि यो सबै के रिसाउने हो समस्या त अझै यो छ कि जबसम्म म बोल्न सक्छु जबसम्म दौडधुप गर्न सक्छु तबसम्म त मैले मेरो दैनिकी चलाउँदै जाउँला तर कुनै दिन मेरो स्वास्थ्यमा गडबडी भयो किनकि म खुल्ला आकाशमा खुल्ला बाटोमा यसरी चिच्याइरहनु परेको छ दिन प्रतिदिन मेरो शरीरको स्वास्थ्य बिग्रदै जान्छ र कुनै दिन यदि म थलै परिहालेँ भने मेरो परिवारले के गर्छ के खान्छन् म आफैले उपचार कसरी गर्छु मलाई यस्ता किसिमका समस्याले पिरोडिरहेको छ घरका कुराहरू हुन्छ पारिवारिक बोझहरू हुन्छ विभिन्न किसिमका अन्य समस्याहरू हुन्छन् केटाकेटीका स्कुलदेखि लिएर आफ्ना इष्टमित्र आमा बुवाको हेरचाहदेखि लिएर यत्र धेरै कुराहरू हुन्छन् ती सबै के मैले यसरी गएर बाटोमा यही शब्द प्रयोग गरेर यही चिच्याएर यही खालको चाहिँ व्यापार गरेर के म यो सबै कुरा समस्या हल गर्न सक्छु म प्रति आशा राखेका यी कलिला मुनाहरूको स्तुति के हुने हो मलाई यो कुराले पिरोलिरहेको छ यी समस्याहरू मैले कसरी समाधान गर्ने यसको सही विकल्प के हो म यसैको खोजीमा छु मेरो जीवन सङ्घर्षको जीवन पोलिरहेको मन केही गर्ने धोको व्यापारको पोको ताल पर्यो भने पुलिसले नै ठोक्यो भर्खरै यी समस्याहरू तपाईँले सुन्नुभयो यी समस्याहरू एउटा फुटपाथबाट बोलिरहेका आवाजहरू हुन् कसरी मैले यसलाई परिवर्तन गरेर म एउटा सहज जीवन जिउनलाई सक्छु भन्ने कुरा रातदिन खोजिरहेको छु तर अहिलेसम्म खासै मलाई त्यस्तो कुनै पनि आइडिया आएको छैन कता आशा लाग्छ विश्वका धेरै व्यक्तिहरू यसै गरी सानो एउटा पसल व्यवसायबाट नै उनीहरू धनाढ्य बनेका छन् तर उनीहरू कसरी बने के खालको उनीहरूको सङ्घर्ष थियो यो अहिलेसम्म मैले बुझेको छैन म कसरी यस व्यवसायबाट एउटा फुटपाथ व्यवसायबाट पनि एउटा राम्रो इन्कम गरेर म कुन तरिकाबाट मेरो जीवनलाई परिवर्तन गर्न सक्छु र यसका व्यावसायिक रणनीति के हुन् र म कुन तरिकाले जम्पिङ गरेर म यो व्यवसायलाई सफल बनाउन सक्छु र म एउटा धनाढ्य व्यक्ति बन्न सक्छु शङ्का लाग्छ सक्छु कि सक्दिनँ र कहिलेसम्म मैले यो गर्न सक्छु मान्छे कसरी परिवर्तन हुन्छन् मलाई यसको बारेमा थाहा छैन मेरो यो रहर होइन मेरो बाध्यता हो के हो यो मेरो व्यवसाय म कसरी यसको व्यावसायिक रणनीतिलाई कसरी परिवर्तन गरेर एउटा म व्यवस्थित व्यवसाय बन्न सक्छु हो साँच्चै तपाईँ यसैको खोजीमा हुनुहुन्छ भने म यसै विषयलाई ध्यान केन्द्रित गर्दै तपाईँहरू समक्ष 10वटा टिप्सहरू तपाईँहरू समक्ष यस सम्बन्धी राख्दैछु अब सुरु गरौँ ती 10वटा टपिक्सहरू ओके नम्बर 1 मा छ चुज अ प्रफिटेबल निच एउटा सही व्यावसायिक रुचि तपाईँको के हो त्यसलाई छनौट गर्नुहोस् जस्तै यस सम्बन्धी तपाईँ टुरिज्म एरियामा हुनुहुन्छ कि पब्लिकहरू साधारणतया किनमेल गर्ने ठाउँमा हुनुहुन्छ कि तपाईँ कुन सेक्टरमा हुनुहुन्छ र कुन ठाउँ तपाईँलाई सहज हुनेछ कस्तो खालको व्यापार गर्ने जस्तो चाहिँ हस्तनिर्मित सामानहरूका कुराहरू भए कि अनि चाहिँ तपाईले जडीबुटी सम्बन्धी भयो कि मोबाइल एसेसरीका कुराहरू भयो कि कपडा भयो कि खाना भयो कि पेय पदार्थहरूका कुरा भयो कि ती सेक्टरहरू मध्येमा तपाईले कुन सामान सहज मूल्यमा उपलब्ध हुन सक्छ र त्योसँग कुनसँग रिलेटेड छ त्यही किसिमको व्यवसाय छनौट गर्नुहोस् रेडीमेड कुराहरू जुन प्रतिस्पर्धी सामानहरू छन् जस्तो चाहिँ पुरा रेडी भएर आएका सामान छन् त्यो भन्दा कुनै पनि एउटा जस्तो खाना सम्बन्धी तपाईसँग एउटा राम्रो रेसिपी छ तपाईसँग एउटा अद्भुत कला छ यस सम्बन्धी भने त्यसैलाई प्रयोग गर्नुहोस् किनकि तपाईले दिएको जुन स्वाद हुनेछ त्यो स्वादले गर्दा तपाईको मार्केटमा रिपिटाइजेसनको बढी सम्भावना हुन्छ तर चिया भए पनि तर तपाईको स्वादमा छुट्टै पहिचान हुन आवश्यक छ त्यो फुड चाहिँ कसैको मुखमा एकचोटी परेपछि रिपिटाइजेसन उसले त्यसलाई याद गरिरहन्छ भने सुरुमै आफ्नो एउटा स्पेशल ब्रान्डिङको तरिकाले सोच बनाएर सही खालको व्यवस्थापन गर्दै गर्दै जानुस् बादमै तपाईको व्यापार भए पनि धेरै पैसा कमाउने बढी सम्भावना हुन्छ र व्यापारले राम्रो गति पनि लिनेछ यदि रेडीमेड सामानहरुमा जान चाहनुहुन्छ भने त्यस्तो स्थितिमा तपाईले अलिकति बढी अथवा हाई मार्जिन भएका त्यस्ता वस्तुहरुको व्यापारमा चाहिँ फोकस गर्नुस् नम्बर 2 मा सानो व्यवसाय सुरु गर्नुस् र बजार परीक्षण सुरुवात गर्नुहोस् तपाईलाई सही स्थानको सही लोकेसनको आवश्यकता पर्छ
पर्यटकीय स्थल, स्कुलहरू सम्बन्धी भयो, विद्यालय क्षेत्रहरू भयो, औद्योगिक क्षेत्रहरू भयो, ट्राफिक सेक्टरहरू भयो, कुनै पनि पार्कहरूको भयो, बस्तीहरूका कुराहरू भयो, मेलाका सेक्टरहरू भयो, यस्ता यी क्षेत्रहरूलाई तपाईले विशेष फोकस गर्नुहोस् र तपाईको व्यवसाय, तपाईको रुचि जुन थियो त्यही रुचि अनुसार त्यस्तै किसिमका स्थानहरूको छनौट गर्नुहोस्। आफूले जुन क्षेत्रमा व्यवसाय गर्दै हुनुहुन्छ त्यो ठाउँमा अवश्य पनि प्रतिस्पर्धी हुनेछन्। ती प्रतिस्पर्धीहरूले उनीहरूले कसरी सामान खरिद गरेर कुन तरिकाबाट कस्तो मार्जिन राखिरहेका छन् यस विषयमा विशेष चनाखो बनेर त्यही किसिमले यसमा भोलि बिहान उनीहरूले दिन सक्ने मूल्यभन्दा कममा दिँदा पनि तपाईलाई अझै बढी नाफा हुने किसिमको एउटा चाहिँ यसको मुख्य जरो जसरी पनि पत्ता लगाउनुहोस्। प्रतिस्पर्धी मार्केटमा भोलि बिहान तपाईँ कुनै पनि हालतमा वञ्चित हुन नपरोस्। त्यो किसिमको एउटा व्यापारिक पोलिसी पहिले नै तपाईले निर्धारण गर्नुहोस्। ओके, नम्बर 3 मा गुणस्तर र ग्राहक अनुभवमा ध्यान केन्द्रित गर्नुहोस्। तपाईले सामान बेच्दाखेरि सस्तो मात्रै भनेर पनि टार्गेट नगर्नुहोस्। यसको गुणस्तर हाई क्वालिटी अथवा लो क्वालिटीका मिल्छ भने दुवै सामानहरू ग्राहकहरूलाई मध्यनजर गर्दै त्यही किसिमले प्रस्तुत हुनुहोस्। तपाईले सामान बेच्न राख्नुहुन्छ, ग्राहक आएर किन्न पनि सक्छन्, नकिन्न पनि सक्छन्, तर उनीहरुसँग जे जस्तो भए पनि एउटा राम्रो सम्बन्ध चाहिँ निर्माण गर्नुहोस्। नजिजिनुहोस्, नरिसिनुहोस्। यस्ता किसिमका खरो खालका प्रवृत्तिहरू तपाईले त्यस समावेश नगर्नुहोस्। सरसफाई सम्बन्धीका कुराहरुमा विशेष ध्यान दिनुहोस्। भोलि बिहान एउटा ग्राहकले आएर यसो केही समात्दा उसले आफ्नो हात फेरि धुनको लागि पानी कहाँ छ भनेर अथवा रुमाल फेरि कहाँ छ भनेर पुछ्नको लागि टिस्यु माग्न नपरोस्। मिल्छ भने राम्रोसँग सजाएर थोरै सामानलाई पनि धेरै देखिने किसिमले र ती भद्रगोल सामानहरूलाई पनि आकर्षक देखिने किसिमले तपाईले आफ्नो व्यवस्थापन गर्नुहोस्। तपाईसँग जे सामान छ भन्नुस्, छैन भन्नुस् र उनीहरूले यदि तपाईसँग कुनै सल्लाह खोज्छन् त्यस बारेमा भने तपाईले छिमेकीको अरु कुनै व्यक्तिसँग ती चीज छन् भने पनि तपाईले उसलाई सहयोग गर्नुहोस् र सही बताइदिनुहोस्। हैन मलाई त यहाँ थाहा भएन भन्ने खालको व्यवहार नगर्नुहोस्। किनकि तपाईले यो गर्दाखेरि तपाईको जुन व्यापारिक टिम छ, टिम सम्बन्धीको एउटा सही वातावरण निर्माण हुनेछ। सामाजिक सञ्जाल र मार्केटिङको सही लाभ उठाउनुहोस्। तपाईसँग समय छोटो हुनेछ र ग्राहकहरुसँग पनि समय छोटो हुनेछ। त्यसकारणले गर्दा तपाईको व्यवसायमा समावेश गर्न सक्ने किसिमका यस्ता सोशल मिडिया प्लेटफर्महरुलाई छिटो, छरितो र सहज बनाउनको लागि र आफ्ना सामानहरुलाई प्रस्तुत गर्नको लागि त्यही किसिमको सही व्यवस्थापन गर्दै जानुहोस्। व्यापारिक बार्गेनिङको कुरामा, मूल्यहरु उतार चढावका कुराहरुमा, यस्ता कुरामा जस्तो सुकै समस्या आए पनि यदि तपाईले लास्टमा सामान बेच्नुहुन्छ भने तिनीहरुसँग जे जस्तो भए पनि राम्रै प्रतिक्रिया गरेर फेरि आउने खालको एउटा मौखिक वातावरण सिर्जना गर्नुहोस्। ग्राहकहरुलाई थप आकर्षित गर्नको लागि तपाईले दिन सक्ने छुटका कुराहरु भए, त्यस्तै गरी तपाईले बन्डल योजनाहरु भए, यस्ता कुराहरुलाई खुला रूपले हँसिलो तरिकाले प्रस्तुत गर्नुहोस्। नम्बर 5 मा छ व्यवसायको आकार बढाउनुहोस्। ग्राहकहरुको इच्छा अनुसार उनीहरूले व्यक्त गरेका खोजिएका सामानहरुको त्यही किसिमको एउटा सूची तयार गर्नुहोस् र ती सामानहरु कहाँबाट उपलब्ध हुन्छ ती कुरालाई खोजी गरेर व्यवसायमा थप लगानी गर्दै जानुहोस्। यदि त्यस सेक्टरबाट तपाईले एउटा राम्रो सम्भावना देखिसक्नु भएको छ भने तपाईले यसलाई सम्बन्धित अरु सेक्टरमा तपाईकै अन्डरमा अथवा तपाईले एकै ठाउँ खरिद गरेर बिक्री वितरण गरेर एउटा टिम खडा गर्नुहोस् र शाखाहरुका व्यवस्थापन गर्दै जानुहोस्। तपाईको कुनै पनि एउटा निश्चित समय हुने हुँदाखेरि त्यो समयबाट पनि ती ग्राहकहरुलाई आकर्षित गर्नको लागि तपाई घरमा गइसकेपछि अथवा तपाईको फुर्सदको समयमा तपाईले अनलाइन बिक्रीका कार्यहरु सुरु गर्नुहोस्। जस्तो चाहिँ तपाईले शपफाई भयो, एसटी भयो, यस्ता किसिमका प्लेटफर्महरु युज गरेर त्यहाँ पनि साइन अप गरेर यिनीहरुको बिक्री त्यताबाट पनि सुरु गर्नुहोस् र उनीहरुले चाहेको खण्डमा तपाईले यहाँबाट पनि अर्डर गर्न सक्नुहुनेछ भनेर जानकारी गराउनुहोस्। नम्बर 6 लागत अनुकूल गर्नुहोस् र नाफा बढाउनुहोस्। तपाईले खरिद गर्दाखेरि सकेसम्म थोक मूल्यमा खरिद गर्नुहोस्। बिक्रीको आधारमा तपाईको आम्दानी र खर्च यस्ता कुराहरुलाई सही तरिकाले एउटा हिसाब किताब राख्दै त्यसको लेखाजोखा गर्दै जानुहोस् र त्यसमा आफूले कति मेहनत गरियो र व्यवसायबाट कति आयो यी सबै कुराहरुलाई तपाईले एउटा सही मूल्याङ्कन गर्दै जानु। जस्तो तपाईले सामान
बेच्दाखेरि जसरी तपाईले ग्राहकहरूलाई भन्नुहुन्छ नि यति सामानलाई पनि यो छुट, जुन छुट तपाईले यो गरिरहनु भएको छ त्यो छुटको प्रस्ताव तपाईले जहाँबाट सामान किन्नुहुन्छ त्यस ठाउँमा पनि यस्ता प्रस्तावहरू राख्नुहोस् र त्यही किसिमको बल्क क्वान्टिटीको खरिद गरेर आफ्नो लागत मूल्यलाई कमी लिएर आएर फाइदामा जाने किसिमका विभिन्न किसिमका व्यावसायिक रणनीतिहरूलाई अपनाउनुहोस्। नम्बर 7 मा ब्रान्ड निर्माण गर्नुहोस्। अब तपाईले तपाईको सामान र तपाईले ग्राहकप्रति पाउने जुन सन्तुष्टि यदि ब्रान्डिङ टाइपको छ भने त्यही किसिमका प्लास्टिकहरू, ब्यागहरू अथवा त्यही किसिमको आफ्नो पसलमा प्रष्ट रूपमा देखिने लोगोहरू, यस्ता कुराहरूलाई ध्यान केन्द्रित गर्दै त्यसको सही व्यवस्थापन गर्दै जानु। बढी लोभ र लालचमा नपरेर भोलि बिहान तपाईले बेच्ने जुन सामानहरूका गुणस्तर छन् तिनलाई सकेसम्म अपग्रेड गर्नुहोस् र धेरै नाफा खान्छु भनेर तपाईले लो क्वालिटीको सामान दिएर फेरि सम्पूर्ण ग्राहकहरूको रिटेन्सनलाई चाहिँ नेगेटिभ प्रभाव पर्ने खालका कार्यहरू नगर्नुहोस्। यस्तो गर्दा तपाईलाई वास्तवमा यो व्यवसायमा त तपाईले धेरै थोरै कमाउनु होला, तर तपाईको भविष्य भनेको भोलि बिहान एउटा धराटे बन्ने एउटा व्यावसायिक रूपमा कन्भर्ट हुन खोज्नु भएको छ भने तपाईको भोलिको भविष्यलाई आजैदेखि ग्राहक बिग्रिने छन्। त्यही भएर यो कुरालाई मध्यनजर गर्दै जानुहोस् यदि तपाई सही तरिकाले यसबाट आम्दानी गर्न चाहनुहुन्छ भने। कुनै पनि व्यक्तिले आफ्नो पीडाहरू पोख्दाखेरि, आफूले गरेका सङ्घर्षका कुराहरू पोख्दाखेरि उसलाई एकदम ठुलो आनन्द अनुभूति हुन्छ र उसले आफ्ना कुरा सुनाउनको लागि जहिले पनि अर्काको कुरा काट्ने गर्छ। यो स्थिति आउने हुँदाखेरि तपाईले यदि तपाईसँग समय छ र त्यस्तो कन्डिसन हुन्छ भने उनीहरुका दुःखका कुरा पनि सुन्नुस् र आफ्ना व्यावसायिक जोश र जागरका कुराहरू पनि उसँग शेयर गर्नुस्, जसले गर्दा एउटा मेमोरियल बाटो अथवा एउटा स्मरण गर्ने एउटा त्यस्तो किसिमको कन्डिसन बनोस् जहाँ कि जति बेला पनि तपाईले उसलाई चिन्न पनि सक्नुहुन्छ र उसले तपाईलाई पनि चिन्नेछ। नम्बर 8 विविधीकरण र नवीनता ल्याउनुहोस्। यदि तपाईको खानाको स्वादले गर्दा तपाईको मार्केट यसरी विस्तार भइरहेको छ भने अथवा कुनै पनि व्यापारिक पोलिसीले तपाईको यसरी व्यवसायले द्रुत गति लिइरहेको छ भने तपाईले यसले कसरी गति लिन्छ र व्यावसायिक यसका छनौट के हुन् यस्ता विषयमा तपाईले अरूलाई पनि सल्लाह प्रदान गर्नुहोस् र त्यही किसिमका क्लास कक्षाहरू र मोटिभेशनल कुराहरूमा अगाडि बढ्दै जानुहोस्। तपाईको यदि मौसमी खालको व्यापार हो भने जुन मौसम सुरुवात हुने कुन समय हो र कुन बेला कुन चीज उपयुक्त हुन्छ यसको विशेष ख्याल राख्नुहोस् र त्यही किसिमले यसको सही व्यवस्थापन गर्दै जानुहोस्। कति बेला के चीज कुन व्यक्तिले कसरी खोजिरहेको हुन्छ मार्केटमा त्यही चीज लिएर तपाई प्रस्तुत भइराख्नुहोस्। कुनै पनि फुटपाथ व्यवसायमा यस्ता व्यवसायहरू गर्दाखेरि त्यसमा एक्स्ट्रा अतिरिक्त चीजहरुमा जस्तो वर्षाको समयमा छाता, घामको समयमा चस्मा, धुलो धुवाहरू यस्तो स्थितिमा मास्कहरू, पानीको व्यवस्था, यस्ता किसिमका सामानहरू पनि हामीले आफ्नो व्यवसायमा एक्सटेन्ड गरेर एक्स्ट्रा पैसा बनाउनलाई सहज वातावरण मिल्नेछ। खरिदका कुराहरू, बिक्रीका कुराहरू सबै कुरालाई जुन तपाईले पहिलादेखि बनाएको बेस छ त्यो बेसलाई आधार बनाएर त्यसैसँग सम्बन्धित कार्यहरू अगाडि बढाउँदै जानु। नम्बर 9 मा छ बुद्धिमानीपूर्वक नाफा पुनः लगानी गर्नुहोस्। आफ्नो व्यवसायलाई व्यवस्थित गर्नको लागि सूची तयार पार्नुहोस् र त्यही किसिमका कार्ययोजनाहरू अगाडि बढाउँदै जानुहोस्। सजावटका सामान र उपकरणहरूमा लगानी यी कुराहरूलाई विशेष ध्यान पुर्याउनुहोस्। बचत गर्नुहोस् र त्यसलाई सही तरिकाले लगानी गर्नुहोस् र आफ्नो बचेको पैसालाई कति भाग कहाँ प्रयोग गर्ने र कति भाग कहाँ प्रयोग गर्ने यो किसिमको सही व्यवस्थापन गर्नुहोस्। आफूले फेरि आफ्नो स्टेपलाई परिवर्तन गर्नको लागि त्यस किसिमका अनुसन्धानतर्फ तपाई विशेष चलाखो गर्नुहोस्। नम्बर 10 दृढ रहनुहोस्, अनुकूलन गर्नुहोस्। बजारको माग, आफ्नो समयका व्यस्तता, विभिन्न किसिमका बाह्य तनावहरू र बातमार्ने कुराहरू यस्ता यी सबै कुराहरूबाटै सहन शक्ति पैदा गरेर आफ्नो व्यवसायलाई एउटा मोडालिटीमा कुन तरिकाले जाने हो त्यो उद्देश्यप्रति गिरावट नल्याउनुहोस्। तपाईले अहिलेसम्म गरेको मेहनतलाई भविष्यको एउटा उच्च प्रतिफलको रूपमा स्मरण गर्दै त्यही तरिकाले व्यवस्थित हुँदै जानुहोस् र तपाईले अहिलेसम्म जुन पाएको यो अनुभव छ त्यस तपाईले सिकेको जुन पाठ छ यसलाई सही तरिकाले सदुपयोग गर्दै व्यावसायिक रूपमा फड्को मार्न अगाडि सर्नुहोस्। जसले यसरी स्ट्रीट फुडहरूको कारोबार गरे अहिले विश्वमा सफल रेस्टुरेन्ट, ब्रान्डिङ रेस्टुरेन्टहरू यसैबाट सिकेको सिपलाई सदुपयोग गर्दै गएर एउटा सफल व्यवसायमा स्थापित भएका छन्।
जसले हस्तनिर्मित शिल्पकलाहरू आफ्नो सिपहरूलाई यसै गरी एउटा सानो व्यवसायबाट सुरु गरे। तिनी व्यक्तिहरू अहिले सजावटका सामान, गहनाका सामान र अरू विभिन्न किसिमका कला सम्बन्धीका सामानहरूमा उनीहरूले विशेष प्रभुत्व जमाइरहेका छन् र विश्वमा अहिले सफल व्यवसायी बनेर बसेका छन्। तपाईँ यदि धनाढ्य बन्ने सोच छ र यस्ता व्यवसायबाट म भविष्यमा एउटा राम्रो सफल व्यापारी बन्छु, राम्रो इन्कम गर्छु, म धनाढ्य बन्छु भन्ने यदि सोच छ भने त्यसको लागि स्टलबाट, जुन चाहिँ हाम्रो फुटपाथ व्यवसाय छ, यो व्यवसायबाट हामी एकैचोटि फड्को मार्न सक्दैनौँ। यो अलिकति गाह्रो छ, तर तपाईले जुन यस व्यवसायबाट सिकेको सिप छ, त्यो सिपले भने करोडौंको आम्दानी गर्न सक्ने एउटा बलियो आधार बनाइरहेको हुन्छ। यही कारणले गर्दा तपाईको जुन सिकेको कुरा छ त्यो कुरालाई मध्यनजर गर्दै त्यसको फाइदा बेफाइदाहरू सबै कुराहरूलाई एउटा मूल्याङ्कन गर्दै भविष्यमा तपाईँ एउटा ठूलो व्यवसायमा परिणत हुँदाखेरि तपाईलाई यसले धेरै गुणा तपाईको व्यवसायमा लगभग तपाईको 75% भाग यसले ठूलो सहयोग गरेको हुन्छ। यो हुँदा फुटपाथ व्यवसायलाई कुन तरिकाबाट लिइन्छ भने यो एउटा सिक्नको लागि र तपाईँ व्यवसायमा पाइला चल्नको लागि र तपाईको लगानी अनुसारको कमाई गर्नको लागि पहिलो स्टेप हुनेछ र धनाढ्य बन्नको लागि र धेरै सम्पत्ति आर्जन गर्नको लागि एउटा ब्रान्डिङ स्थापना हुनको लागि तपाईँ फेरि अर्को सेक्टरमा जानुपर्नेछ। तपाईले यदि फुटपाथ सम्बन्धीका यस्ता व्यवसायहरू छन् भने सामाजिक सञ्जाल र अहिलेका टेक्नोलोजीहरू, यस्ता कुराहरूको प्रविधिहरूको कुराहरूलाई विशेष मध्यनजर गर्दै तपाईले यहाँबाट सुरु गरेको जुन सानो व्यवसाय छ यसलाई सानो नसम्झेर यो एउटा ब्रान्डको पहिलो स्टेप हो, पहिलो स्कुल हो भनेर त्यसलाई सही ध्यान दिएर तपाईले यसलाई अगाडि बढाउँदै जानुभयो भने तपाईँ अवश्य पनि भोलि बिहान सफल व्यवसाय बनेर उचित किसिमले तपाईले आफ्नो आम्दानीलाई सुनिश्चित गर्न सक्नुहुनेछ। तपाईले एउटा फुटपाथ व्यवसायबाट जुनसुकै सेक्टरमा गरे पनि यसको प्लानिङ चाहिँ एउटै हुन्छ र यसका स्टेपहरू उस्तै हुन्छ। i3 सोलुसनको मुख्य उद्देश्य भनेको तपाईको व्यवसायमा जे चीज गरिरहनु भएको छ अथवा गर्ने सोचमा हुनुहुन्छ त्यो व्यवसायमा एक्स्ट्रा पैसा, बढी पैसा कमाएर कसरी आफूलाई अपग्रेड गरेर एउटा बिजनेस सम्बन्धीको लागि थप पैसा आम्दानी गर्नको लागि एउटा दिइने सोलुसन मात्रै हो। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो हेर्नुस् र प्रतिक्रिया अवश्य पाउनेछु। हस्त, धन्यवाद।